जति ठुलो भए पनि बचपन चाहिँ कहिले नजाने रहेछ भन्ने यहाँदेखि थाहा पाउनु यिनीहरू साथीहरू न पछाडि फर्किन सक्छ हो न मुनि हेर्नु सक्छ वाउ म एकछिन देखाइदिन्छु यता हेर्नु ठिक छ हामीसँग लेट्स गो टु बत्निसी रिसोर्ट गाइस हेलो हेलो तपाईले घाँस काट्न जाँदा चाहिँ यसरी बोकेर जाँदा हुन्छ साथीहरू यसरी अनि भरे भारीहरू हालिसकेपछि यसरी बोकेर लौ अनि हेलो गाइस वेलकम ब्याक टु प्रमिला राई ब्लग अनि म चाहिँ यस्तो छु कि हामीहरू चाहिँ आज हामी साथीहरू तपाईहरु देख्न सक्नुहुन्छ यस्तो भइरहेको म यस्तो भइरहेको छु यसरी सिधा पनि बस्नु सकेको छैन अनि हामी चाहिँ आज कहाँ जाँदैछौँ भन्दाखेरि चाहिँ कहाँ पो गएको म भन्छु कहाँ गएको भनेर बतासे रिसोर्ट जान आँटेको बत्तिसे रिसोर्ट जान आँटेको गाइज अनि हामी चाहिँ यहाँनिर 12 जना छौँ हो अनि त्यहाँदेखि यो चाहिँ हाम्रो यो मङ्गेश दाइको गाडी हो अनि त्यसपछि यस्तै छु चौकी हेलो एभ्रीवन इन्ट्री गर्नुपर्छ कि मामा गाइस म चाहिँ सिमरानलाई काखमा बोकेर बसिरहेको छु सरी गाइस उसलाई चाहिँ देखाउनु बिर्सेछु यस्तै छ साथीहरू हामी जाँदैछौँ के अरे फेरि भन्नु त भिडियोमा किन्दिन चाहिँ म्याक्स भिडियो भन्नु त हेरे खाना चाहिँ आफै खानु भनेको सुनिन सिधो सक्छ आज यो दुईजनाले किनिदिन्छ अरे हामीलाई खाजा खानाहरू होइन साथीहरू आज चाहिँ हामीलाई सबैजना के को हो नि यति साह्रो हल्ला मलाई थाहा पनि छैन मेरो मुन्टो पनि दुखिसक्यो मेरो यो हात यहाँनिर हात यसरी पनि दुखिसक्यो सब मलाई ट्रमाटाइज भइसक्यो मेरो भाइ छ उसलाई घुमाउनु खासमा चाहिँ लगेको हो भयो साथीहरू हामीलाई चाहिँ गाडीले छोडेर गइसक्यो पैसा नभएर हामीलाई चाहिँ हामी 5 जनालाई चाहिँ यसरी हामीलाई उतारेर गइसकेको छ साथीहरू मेरो डर होइन अघि म यस्तरी बसेको थिएँ नि त यहाँ पनि दुखिरहेछ अनि यस्तरी पनि बसेको थिएँ नि त अनि यहाँ ढाडहरू पनि सबै दुखिरहेछ आहा उ हेर्नु नि मौसम यो चाहिँ साथीहरू राके हो है आहा तपाईँहरूलाई म भ्यू देखाउँछु ल वाउ गाइस तपाईहरु पनि आउन सक्नुहुन्छ यस्तै हो अब तर हामीलाई चाहिँ झार्दिएको छ यहाँनिर अनि त्यहाँनिर पुलिस हुन्छ नि त चेक गर्छ नि त अनि हामी 12 जना थियौँ एउटा भ्यानमा अनि त्यही भएर हामीले निकाल्दियो 5 जनालाई फुत्तै पारेर यसले चाहिँ मलाई बोकेको काखमा बोकेको मेरो एउटा यो टिग्रा भन्नु खुट्टै निदायो नक्कले आज हेर यस्तो गर्छ एकछिन भन्दै साथीहरू म चाहिँ आज यस्तो भएर आएको छु म पनि यस्तो भएर आएको छु साथीहरू म चाहिँ ठिक छ सुरुमा चेप्टेर बस्नु पर्ने भयो कहाँसम्मको हो यात्राहरू हजुरहरूको मेरो यात्रा हाम्रो यात्रा भनेको चाहिँ 5 मिनेटै लागिरहेको साथीहरू बिट्टी होइन यसको बिट्टी गाइस हामी चाहिँ आइपुगिसकेको छौँ होइन एउटा खोला छ यहाँनिर चाहिँ निबु खोला भन्ने ठ्याक्क त्यहाँनिर आइपुगिसकेको छौँ सबैजना गाडीबाट उत्रौँ अनि अब चाहिँ हामी यहाँबाट सट्टसँगले यहाँबाट उम्बो जाने हो कति 15-20 मिनट भन्दैछ हामी चाहिँ अब हिँड्न थालेको ल जाम अब हामीसँग लेट्स गो टु बत्निसी रिसोर्ट गाइस यहाँनिर बोर्ड पनि छ यहाँनिर गाडीहरू ओके लेट्स गो गाइस यहाँ हुनुहुन्छ हामीसँग सबजना ट्रेकिङ कोही ट्रेकिङ जाने खालको ड्रेसअपमा आउनु भएको छ कोही चाहिँ यतिकै क्याजुअल वेयर अनि यता चाहिँ जेन्टलम्यानहरू हुनुहुन्छ 2 जना गाइस यहाँ चाहिँ एकदम उकालो
उकालो उकालो बाटो रहेको छ। यहाँनिर चाहिँ मेरो साथीहरू हेलो गाइज हेलो फ्रेन्ड मजा आइरहेको छ घाम पनि लागिरहेको छ अनि बत्तिसे झर्ना जाने बाटो अरे खासमा चाहिँ तर यहाँनिर चाहिँ बत्तिसे झर्ना पनि भन्छ अनि त्यसपछि बत्तिसे रिसोर्ट पनि भन्छ किनभनेदेखि साथीहरू यहाँनिर झर्ना पनि छ अनि रिसोर्ट पनि छ। यहाँ चाहिँ हामी एउटा सानो खोला देख्न सक्छौँ। ल दामी छ है यहाँनिर। हेलो हेलो दामी लभली छाउँछ है। हामीले चाहिँ अहिले भर्खर एउटा क्लिप बनायौँ होइन जुन चाहिँ एकदमै बकवास छ। तपाईँहरूले भरे टिकटकमा गएर हेर्न सक्नुहुन्छ। डोन्ट फर्गेट टु रिपोस्ट है। कति राम्री देखियो कि हाम्रो प्रमिला नक्कलीलाई आज जामामा कति राम्री देखियो कि सबैजनालाई। यहाँनिर मेरो प्यारी प्यारी मान्छेहरू हुनुहुन्छ अनि यहाँ के लेखेको छ के लेखेको छ भन्दाखेरि बत्तिसे झर्ना जाने बाटो अरे। धेरै ठाउँमा हामीले भेटिसक्यौँ यो बत्तिसे झर्ना जाने बाटो लेखेको एकदम राम्रो बोर्ड। साथीहरू पर्सनल्ली रिकमेन्ड गरेको मैले यहाँनिर नुहाउन आऊ यार कसम भनेको। साथीहरू त्यहाँनिर गुराँसको बोट देख्यो यहाँनिर गुराँस नि फुलेको रहेछ सब आलुबारी छ। प्रमिला सिस्टर गुराँसको बोट हेर्नु न त्यहाँ मेरो जङ्गली साथीहरू यस्तै छ है। जम्मा आइडी चाहिँ प्रमिला सिस्टरको हो होइन अनि सब बोलेको चाहिँ हामी नै हुन्छ जहिले। किन कराएको किन हल्ला मान्छे भेट्नु मात्रै पर्छ होइन। रेबु भन्न सकेनौ होइन छिटो छिटो। वेदर पनि कस्तो राम्रो भइरहेको छ साथीहरू आज। त्यहाँदेखि यो पक्कै पनि यो बत्तिसे झर्नाबाट बगेर आएको पानी हुनुपर्छ क्या। रेबिसालाई सँगसँगै लैजाऊ है छुट्ला नि। भ्लगरलाई भल्गर बट आइम नट साथीहरू। सो साथीहरू हामी चाहिँ यत्रो सिँढी चढेर हामी रिजोर्ट आइसक्यौँ बल्ल बल्ल। यहाँ चाहिँ हाम्रो टिकट काट्नुपर्ने रहेछ 1% कति हो है 100 होइन 1% 100 हो। तपाईँहरू के भन्न चाहनुहुन्छ कस्तो लाग्यो ठाउँ हजुर दिनु न। इट्स टु ब्युटिफुल। तपाईँहरूलाई पनि आउनु नै भन्छौँ ल हामी। यता चाहिँ बाँध्दैछ नै साथीहरू। एक्लै खाने मात्रै ल्याउँछ नि मुजा चाहिँ यस्तो छ हेर्नु होला। यहाँको भ्यू चाहिँ कस्तो दामी छ साथीहरू हेर्नु। वाउ भ्यू त खतरा छ त हो नि सिस्टर। कस्तो लाग्यो तपाईँलाई? एकदम दामी दामी लाग्यो। तपाईँहरूलाई कस्तो लाग्यो यो ठाउँ? कस्तो लाग्यो मामा? तपाईँलाई कस्तो लाग्यो?
के खाँदै हुनुहुन्छ के खाँदै हुनुहुन्छ कस्तो लाग्छ केटाकेटी पो अरे हौ यहाँ त कति बेइज्जत गरेको मामाले हौ टिकट काट्दा केटाकेटी अरे हौ साथीहरू हामी चाहिँ आइसक्यौँ है भिडियो स्टार्ट चाहिँ अरूले नै गर्यो बिचमा चाहिँ म इन्ट्री भएँ तपाईँहरूलाई स्वागत छ मेरो भ्लगमा फेरि पनि अनि यहाँ के गर्दैछन् मुइयाले के खिच्दै रहेछन् हेलो गाइस हामी चाहिँ उकालो लाग्यौँ है यहाँ हेर्नु कस्तो बब्बाल छ उता हामी चाहिँ अलिक पछाडि थियौँ होइन माथि गएर कराउँदैछ डोको वा कस्तो बब्बाल उता हेर्नु न टक्क लगाएर यसरी उकालो जानुपर्ने हुन्छ कस्तो रमाइलो ठाउँ रहेछ हेर न हौ बच्चा बच्ची जस्तो चकचकहरू देखाउनु भएको यहाँ हेर्नु न हौ साथीहरू केटाकेटीहरू यहाँ हेर्नु है बच्चाहरू यतिको रमाइलो गर्नुपर्ने हुन्छ यतिको रमाइलो गर्नुपर्ने हुन्छ साथीहरू कस्तो भइरहेछ भाइ चाहिँ तपाईँलाई ए यहाँ हेर्नु न यस्तो गर्छ अनि यहाँ चाहिँ यस्तो चल्दैछ हो हामी चाहिँ यहाँ बसेर पिङ खेल्दैछौँ कस्तो रमाइलो भयो कस्तो दामी मौसमले पनि आज हामीलाई साथ दिइरहेको छ उता मामा चाहिँ फेरि अर्कै यहाँनिर पिङ खेल्दैछ यति तपाईँहरू है राति नजिकै इलामतिर हुनुहुन्छ भने एउटा पिस टाइपको अब घुम्न चाहनुहुन्छ भने यो रिसोर्टमा आउन सक्नुहुन्छ एकदमै रमाइलो छ है यहाँ हेर्नु न साथीहरू चल्नु नसकेको खेल्नु छोटी लड्यो स्ट्राटेजी ब्रेकडाउन भयो यसो गर्छ नि साथीहरू अब यहाँको थोरै तपाईँलाई दृश्य देखाउन चाहन्छौँ हामी है यहाँ चाहिँ के भन्छ यसलाई यो के पुल पो भन्छ यो लिङ्गे पिङ यहाँ यता कस्तो बवाल छ नि हौ ठाउँ त चुटिँदैन हुँदैन सिचा चाहिँ यहाँ पिङ खेल्न गइरहेको छ उता यो के हो यस्तो पनि पिङ छ है पहिलाको जमानाको यहाँ तल चाहिँ के पाल्नु भएको रहेछ है यस्तोमा चाहिँ अनि झन्डै रातै भयो है यहाँ चाहिँ देख्न सक्नुहुन्छ कुदेर आयो यिनीहरू कस्तो मजा विद्या लु दिदी भाइको माया यतिको हुनुपर्छ कस्तो फिल आइरहेछ तपाईँलाई भन्नु दिदी यहाँ कस्तो फिल आइरहेछ सिटा साथीहरू म चाहिँ यहाँ चढेर एकदम मेरो साथी गयो है सिटा त रातै भयो एकछिन त रातै अब गोरो गोरो छ नि त राति त हुनु त यहाँ चाहिँ यहाँदेखि अलिक परतिर राके हो राके नजिकै रहेछ नि त यो चाहिँ निबु खोलादेखि अलिकति निबु खोलामै हो त्यहाँदेखि अलिकति मासतिर हिँड्दै जानु पर्दो रहेछ अनि यति राम्रो
यतिको दृश्य हेर्न चाहनुहुन्छ भने हजुरहरू पनि आउन सक्नुहुन्छ। अब यहाँ सिमरनको पाली है साथी। सिमरन मचिया है मचिया। ओइ लिङ्गमा ठोकिन्छ है। अब उता चाहिँ के गर्दैछ हामी हेरेर जानुपर्ने हुन्छ। हल्ला हल्ला एकदम धेरै हल्ला छ यहाँ हेर्नु न हौ साथीहरू यिनीहरूको चाहिँ फाल्टै दुनियाँ छ। म एक्सप्रेसन देखाइदिन्छु यता हेर डराले रुँदैछ। हामी पनि खेल्ने अब साथीहरू। यसको अनुहार हेर्नु न हौ यहाँ हेर्न लायक छैन। के गरेको यो यस्तो ल उता माथि हेर्नु न हौ यता फेरि फाल्टै दिनु। कस्तो फिल आइरहेको छ रेणुका दिदी तपाईँलाई? नाम्मी उहाँको छोरीलाई मिस गरिराख्नु भएको छ अरे। अनि यहाँदेखि अलिक परतिर चाहिँ एउटा झर्ना पनि छ है। हामी चाहिँ पहिला यता रिसोर्टमा आएको। यो भ्लगमा क्याप्चर भइसक्यो यस्तो बाँदर हरकतहरू। सिमरन अब सक्छ त कसैले साथीहरू। म हेल्प गरिदिउँ। नानी चलाउन आँटेको छु। कसो फिल आइरहेछ तिमीहरूलाई? यो त फेरि फाल्टै दुनियाँ छ। साथीहरू अब चिनारको पालो। साथीहरू हेर्नु सक्नुहुन्छ तपाईँहरू। जति ठुलो भए पनि बचपन चाहिँ कहिले नजाने रहेछ भन्ने यहाँदेखि थाहा पाइन्छ है। ओ अन्त हेर्नु त अनि हो लु अब सक्यो त लु अझै लु ठेलले छोटे मचिन्छ साथीहरू। अब चाहिँ हामी म जान्छु म साथीहरू मेरो कति म पनि जान्छु म पनि साथीहरू म पनि यहाँ बस्छु। अब म पनि लु चढ्नु यो झिक्नु टाउको ठोकिन्छ हौ यता हेर न उयो रेबिसा डराएको
म चढ्छु म चढ्छु चढेको डरले थुरुरु हामी चारजना चढौँ डरले जिन्दगीमा एकचोटि खेल्नु चाहिँ मरेर यहाँ को छ त हेर न यहाँ ओइ म उत्रिने न मलाई डर लाग्यो बस्दै गर उत्रिन सकिँदैन उत्रिन सके टिकीलाई झारेर पनि त्यहाँदेखि हेर्नु फेरि अरुणाको वेटले चाहिँ उयो भइरहेको अलिक एक्टिभ सबै एक्टिभ हुनु न कोही नाचनु कोही नाच गिटारमा हुनुहुन्छ हाम्रो मामा अनि भोकल
साथीहरू रमाइलो भइरहेछ है यहाँ चाहिँ आज रमाइलो भइरहेको छ हामी चाहिँ माथि पुगेर आएर फोटोसोटो खिचेर भिडियो सिडियो बनाएर हामी चाहिँ तल आइसक्यौँ खाजाहरू हामी खाँदैछौँ साथीहरू रमाइलो हुँदैछ अनि यो चाहिँ एकदम धेरै रमाइलो ठाउँ रहेछ साथीहरू हेर्नु मलाई म चाहिँ यस्तो भएर आएको छु साथीहरू आज हेर्नु फुलहरू हेर्नुहुन्छ कि मलाई हेर्नुहुन्छ तपाईँहरूले हेर्न सक्नुहुन्छ है त यस्तो छ साथीहरू यहाँ चाहिँ यहाँ माथि छ घुम्ने ठाउँ चाहिँ यहाँ माथि दामी छ रमाइलो छ यहाँ के छ केटाकेटीहरूलाई चाहिँ एकदम धेरै रमाइलो हुन्छ साथीहरू यहाँ खेल्नलाई खेल्ने स्पेसहरू छ नि त त्यही भएर रमाइलो छ खेल्ने ठाउँ चाहिँ मजा आइरहेछ साथीहरू फ्रेस भइरहेको छौँ है आज हामी साथीहरू फ्रेस भइरहेको छौँ आज हेर्नु साथीहरू यहाँ फुलहरू कस्तो दामी दामी छ फुलहरू हेर्नु साथीहरू यहाँ कस्तो राम्रो हजुर मेरो साथीहरू यहाँ चाहिँ यस्तो खेल्ने पनि रहेछ है यहाँनिर के भन्छ यसलाई पुल हाउस भन्छ साथीहरू पुल हाउस अनि म चाहिँ होइन यस्तो ट्राभल गरेर चाहिँ खेल्दैछु नि यहाँनिर ट्राई गर्छु है साथीहरू हेर्नु यहाँ मेरो ट्राई कस्तो हुन्छ तर म त आउँदैन है मलाई चाहिँ हानेको हेर न ल पुल हाउस माथि चाहिँ भन्दाखेरि चाहिँ खरायोहरू खरायो अनि यो चाहिँ जिनी पिक भन्ने छ चिनी पिक सुँगुरी भन्ने साथीहरू दक्षिण अमेरिकामा पाउँछ होइन प्रायः एकदम मधुर आएको परेवा ढुक्कुर रहेछ हिरा ढुक्कुर अरे यो चाहिँ तपाईँहरू यहाँभित्र देख्न सक्नुहुन्छ यस्तो हुन्छ अनि यो चाहिँ हिरा ढुक्कुर अरे उहाँ चाहिँ नर्मल परेवा तपाईँहरूलाई म अर्को चिज पनि देखाउँछु के हो यो के नामै त लेख्नु भएको छैन यहाँनिर यतातिर बोर्डतिर थाहा हुनेहरूले कमेन्ट गरिदिनुहोस् है के होला त यो साथीहरू मेरो साथी छोटे खुसबे दिक्षा रेमिसा सिन्चा अरुणा तिमीलाई कसले तुन्दै मेरो भाइ हो यो चाहिँ हाम्रो सिल्की देख्न सक्नुहुन्छ यस्तै धेरै जनावरहरू राख्नु भएको रहेछ यहाँनिर साथीहरू के हो यो यस्तो के हो दिदी यो नाम पनि छैन के भन्नु यसलाई कुखुरा जस्तो पनि छ फेरि मयूर के हो मयूर त होइन होला फेरि बाई बाई मेरो साथीहरू बाई बाई ऊ मलाई चिनेर ऊ समीक्षाले हो क्या हो छोटे हो कि क्या हो हेलो छोटे हो कि क्या हो किसा नक्कल नि पहिलाको जमानाको रोटेपिङ पनि छ होइन अब हामी योहरू पनि खेल्ने छौँ यसरी एकजना खेल्दैछ हो यो को हो खोइ अनि यो चाहिँ तपाईँहरूले पनि देख्नु नै भएको होला कतिले देख्नु भएको छैन होला यो चाहिँ यसरी खेल्ने हो ओ माई गॉड तर यो धेरै रिक्स हुन्छ नि यसमा यो नि त यसरी ठेल्नुपर्छ नि यसरी खोइ सक्ने यसरी ठेलेर यसरी होला साथीहरू तपाईँहरू पनि आउनु सक्नुहुन्छ यो 32 रिजोर्ट साह्रै राम्रो छ हो अनि त्यहाँनिर
यहाँ नक्कल गर्दैछ ऐना पनि छ त यदि तपाईँहरू रेडी भएर आउँदा यदि तपाईँको मेकअपहरू हल्का बिग्रियो भने चाहिँ यहाँदेखि हामी तिनजना नि यहाँदेखि तपाईँले तपाईँको अनुहारमा पिम्पल कति रहेछ हो त्योहरू पनि फुटाउनु सक्नुहुन्छ एकदम नक्कली भएको छ आज चाहिँ होइन भेनालाई पुरा रुएर किनिमागेको हो क्या सुनमा चाहिँ तपाईँहरूलाई म माथिको ठाउँहरू देखाउँछु ल अन्त हो यहाँ चाहिँ यस्तो राम्रो बनाएर कति राम्रो छ नि यो हेर्नुहोस् त ला तर यहाँभित्र चाहिँ बस्ने ठाउँ रहेछ अन्त यहाँ चाहिँ ढिक्की पनि छ ढिक्की ला अनि त्यसपछि यो पनि छ जात पनि छ यस्तरी घुमाउने हो होइन अन्त वाउ कति राम्रो छ यो पहिले मैले जातो ढिक्की दुईटै कुटेको थिएँ मलाई एक्सपिरियन्स छ है उहाँले चाहिँ पहिला नै सबै यस्तो गरिसक्नु भएको अरे म यो डोको बोक्छु साथीहरू डोको कसरी बोक्ने भनेर अब तपाईँले घाँस काट्न जाँदा चाहिँ यसरी बोकेर जाँदा हुन्छ साथीहरू यसरी अनि भरे भारीहरू हालिसकेपछि यसरी बोकेर लौ अनि अब भयो त यसरी यसरी हिँड्न मिल्छ है अनि धेरै भारी भयो भने चाहिँ लड्नु हो नक्कली एकदम नक्कली यही हो साथीहरू नि यस्तो राम्रो ठाउँ छ हेर्नुहोस् त वाउ यो चाहिँ अब रुमहरू यसो हल्का रुमहरू दिनु परेन त यो तपाईँहरूलाई एकदम तत्काल सर्ट आयो भने चाहिँ प्लिज यहाँ जानु होला तपाईँहरूलाई म अब अलराउन्ड देख्दै आउँछु ल लास्ट एकचोटि अनि त्यसपछि हामी मोज गर्छौँ हेर्नुहोस् न वाउ हेर्नुहोस् त तपाईँहरू पनि आउनु सक्नुहुन्छ है राकेदेखि अलिकति मासतिर हो साथीहरू हामी चाहिँ अब झर्ना हेर्नु लागेको हो तपाईँहरूलाई पनि देखाउँछौँ अघि प्रमला दिदीहरू चाहिँ अगाडि गइसक्नुभयो हामी चाहिँ यहाँनिर फोटो भिडियो बनाउँदाखेरि हल्का ढिलो भयो भन्दा नि 20 चोटि फोन गर्छौँ न यो चाहिँ यो माथिबाट कुराको तलै आइदैन यहाँ हान्नु न प्रमिला माइजहरू गएको आधी घन्टा भइसक्यो आधी घन्टादेखि तलै आइदैन त एकछिन अब फोटो खिच्दाखेरि आऊ सँगै फोटो तिमीलाई पनि खिचिदिन्छु होइन अरे उसलाई मात्रै गर्छ ऊ प्रमला दिदी सिधै सिधै देख्दै हुन्छ उयो है भूत भन्नु होला नि ल आउँदैछु रुममा हामीलाई चाहिँ ऊ माथि पुगेर पनि अहिले चिच्याउनु थालिसक्यो हो अन्त हामी चाहिँ जाँदैछौँ हो अनि ऊ माथि सुको झोल ऊ माथि हो क्या ऊ झुलिङ्गे पुल तर हामी सक्छौँ त हामी यति त जाब त के हो र हामी त मत्तलीको छोरीहरू पो त यस्तो त हामी केही गर्नु सक्दैनौँ हो यस्तो छ हो बाटोहरू चाहिँ हामी चाहिँ चढ्दै जाँदैछु हो साथीहरू कति राम्रो पौडी खेल्न आएर नि म कस्तो भनेको नि फेरि अघि यहाँनिर लुगाको पर्वै नगरी म बनाइसक्थेँ कि साथीहरू झुलुङ्गे पुल देख्नुभयो हामी चाहिँ त्यहाँ पुग्नुपर्ने खै झर्ना चाहिँ खासै राम्रो देख्दै छुइनँ हो साथीहरू चाहिँ हामी चाहिँ उकालो नै चढ्दैछ माथिबाट कति चिच्याएर बोलाइसक्यो अब हामी चाहिँ यो लास्ट उकालो हो त्यसपछि हामी पनि
माथि पुग्छु म त्यसपछि चाहिँ हामी पनि पुग्छु के गर्दैछ यो एक्लै एक्लै के खाँदैछ सिक्या हो हामी चाहिँ यति त गर्नै पर्यो नि खाएकोहरू त झिक्नै पर्यो हो त चाहिँ मेरो भाइ है साथीहरू यो त ई भारा निसारे शर्मी भारा बाहुबली महेशमती वाउ गाइज कति मजा लाग्यो मलाई त वाउ साथीहरू मेरो सेतो जुत्ता ओ माय गॉड साथीहरू यस्तो राम्रो छ त हो यो त यही घर बनाएर बसौँ क्या हो अनि हामी चाहिँ जाँदैछु हो बोलाउँदैछ अझै पनि माथिबाट अब हामी चाहिँ लगभग पुग्न आँटेको छु ए पानीमा त नुहाउँ जस्तो भयो त देख्नुभयो तपाईँहरू पनि यदि आउन चाहनुहुन्छ भने चाहिँ एकदम हजुरहरूलाई नै हार्दिक स्वागत छ हाम्रो यो 32 रिजोर्टमा सायद 32वटा खोलामै सेर होला भनेको त्यत्तिकै भनेको मलाई थाहा छैन नि यो कुराहरू मैले त्यत्तिकै टुक्का हानेको टुक्का अनि गएँ अझै जानु छ माथि साथीहरू ओ माय गॉड फोनको चार्ज पनि सकेर पावर ब्याङ्क युज गरिरहेको छु बाटो चाहिँ बनिँदै रहेछ भर्खर बनाउनु भएको बाटोहरू ए गले म अब चाहिँ अघि कुदेर माई सुज इज स्टिल अलाइभ गाइज मेरो आप्पाले किनिदिनु भएको अब धोएर बक्सामा राखेको थियो नि त ए आज जानेर झिकेर ल्याएको लोप लागिरहेछ फोहोर भयो भने कसले धोइदिन्छ त्यो माथि यो साकेजुङमा कति घामै लाग्दैन ए सासबाट गाइजमा आइपुगे यता जुलिङले पुलाइसक्यो नि हो यहाँदेखि चाहिँ झऱ्यो भने चाहिँ म चाहिँ मरेँ अनि तपाईँहरूलाई म देखाउन सक्छु झर्ना यो यति हो वर्जित त्यत्रो दुःख गरेर आउनु चाहिँ कि यही होला यो हनी सिंह ये ल बाय हेलो यति हो साथीहरू भयो यता फर्किँदा पछाडि यिनीहरू साथीहरू न पछाडि फर्किन सक्छ हो न मुनि हेर्नु सक्छ मैले त होइन म झुकाउँदिनँ साँच्ची यिनीहरूले चाहिँ हो यिनीहरूले हल्लाइदिँदैछ
हराइदिन म हराइदिन अलिकति ला यसलाई के भयो यसलाई सब आफू आफू त हो सब आफू आफू ला अब चाहिँ हामी फर्किँदैछौँ हो अन्त यहाँ सबैजना जाँदैछौँ फर्किँदैछौँ अन्त अब मामाहरू चाहिँ आउनु बाँकी छ उता गलेर बस्नुभएको थियो खाजाहरू खानु अब हामीहरू चाहिँ लगभग फर्किनै सकेको अब गाडी भएको ठाउँमा जाँदैछौँ यहाँ न कति मजाले खेती गरेको के भन्नु यति साह्रो मेरो चाहिँ खै म चाहिँ खेती नगरेर मलाई चाहिँ लोभ लाग्दैछ योहरू देखेर अब जसको हुँदैन उसले त होला लोभ गर्ने पनि त्यतिकै भने भाइ वाउ आई एप्रिसिएट इट अनि चाहिँ माथि कहाँ कुनाबाट हो पुगेर आएको अनि अब चाहिँ जाँदैछौँ हामी गाडी भएको ठाउँमा लगभग पुग्न पनि आँटिसक्यौँ अब चाहिँ घरभित्र छिरिसकेको ल साथीहरू हामी चाहिँ अब पानी छिटाउँदैछ तपाईँ केही भनिदिनुहोस् अब हामी पानी छिटाउँदैछ अब हामी जाने सरासर सबै कुच्चे छ फेरि साथीहरू यहाँ चाहिँ हाम्रो खाजा आइसकेको छ है खाजा वाउ एन्ड वी आर वेटिङ टु के मगाउनु भएको तपाईँले भन्नु चाहिँ यहाँ मैले मोमो थुक्पा साथीहरू अब हामीले खाइला र मेरो चाहिँ केही पनि छैन म चाहिँ यहीँ खान्छु बाई बाई अहिलेलाई हेलो गाइज हामी चाहिँ फर्केर राके बजार आइसकेको छौँ अनि राके बजारमा चाहिँ पानी सिमसिम पानी परिरहेको छ अनि यता चाहिँ हाम्रो प्रमिला सिस्टर के किन्दै हुनुहुन्छ हेलो कता होइन कुरमुरे ओ माई गड यो हाम्रो लागि हो दिदी सानो भाइलाई किनिदिएको यहाँनिर चाहिँ यस्तो छ साथीहरू के गाउँपालिका हो यो फाल्गुनन्द गाउँपालिका भ्रमण गर्नुभएकोमा धन्यवाद इट्स ओके यति चिसो छ साथीहरू यहाँ आउनु न यतापट्टि यति चिसो छ कि मेन हाइवेमा यसरी बिचमा हिँड्दाखेरि चाहिँ हामीलाई मार्दैन कि क्या हो प्रमिला नक्कली यहाँ पर आउँदैछौँ साथीहरू यहाँ चाहिँ ट्राफिक बिट रहेको छ नानीहरू हेलो हाई कुरा चाहिँ अब राके बजार पनि कटिसक्यो अब राके बजार के भनौँ अब राके बजार कटिसकेपछि चाहिँ हामी पुगिहाल्छौँ एकैछिनमा सीमा प्रारम्भ भइसकेको छ साथीहरू राम्री देखियो किन होलिन् भाइले किनिदिएको यस्तो राम्री मान्छे अनि कस्तो भयो त आज रमाइलो साथीहरू आज हाम्रो घुमाइ त्यही हो साथीहरू अब चाहिँ हामी गाडी चढ्छौँ होइन अनि हेरौँ घर कति बेला पुग्छौँ होप रात चाहिँ नपरोस् यस्तो रमाइलो भइरहेको छ मौसम पनि चिसो चिसो छ तर पनि यस्तो दामी भइरहेको क्या ल हेलो फ्रेन्ड्सहरू कस्तो महसुस भइरहेको छ इज एभ्रिथिङ अल राइट खोइ प्रमु दिदी खोइ कता हुनुहुन्छ यता थोरै हेरिदिनुहोस् न आजको स्पोन्सर प्रमिला राई